बालेन शाह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। युवराज सफलले अपारदर्शी ढङ्गले लिफ्ट जडान गरिएको दाबी सहित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध अन्तत अख्तियारमा उजुरी दिएका छन्। स्मरण रहोस्, आदरणीय महानुभाव रवि लामी छाने पहिलो पटक गृहमन्त्री हुँदा युवराज सफलले नै उजुरी हालेका थिए। पासपोर्ट र नागरिकता सम्बन्धी विषय बनाएर उनले मुद्दा दायर गरेका थिए। अन्तत रवि लामी छानेको मन्त्री पद समेत उनले खाइदिएका थिए। उसो त युवराज सफलले धेरै व्यक्ति र धेरै नेताहरूलाई मुद्दा हाल्ने गरेका छन्। ठुला पार्टी अर्थात् सरकार पक्षीय व्यक्तिहरूलाई मुद्दा पनि हाल्ने गरेका छन्, तर ती मुद्दाहरू निष्कर्षमा पुग्ने गरेका छैनन्। तर देशको पुराना पार्टीका विरुद्ध उठेका नयाँ युवाहरू, रवि भनौँ बालेन भनौँ, पुराना दलको टाउको दुखाइ रहेका नयाँ युवाहरूलाई उजुरी पर्दा भने राज्यले गम्भीर तरिकाबाट अनुसन्धान गर्ने गरेको छ। सानोतिनो गल्ती भेटाए पनि ठुलो रूप लिने गरेको छ उक्त मुद्दाले। काठमाडौँ महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेको प्रति म उजुरीकर्ताको विरोध होइन सफलले भनेका छन्। तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन 2063 को दफा 11 बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली 2064 विपरीत बिना प्रतिस्पर्धा, बिना टेन्डर र बिना कोटेसन अपारदर्शी र अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति छ, युवराज सफलले भनेका छन्। सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आह्वान गर्नुपर्ने कुरा अनिवार्य नै हो, उजुरीमा भनिएको छ। युवराज सफलको उजुरीमा महानगरले जोडेको नयाँ लिफ्ट सम्बन्धी सबै कागजात झिकाएर छानबिन गर्न माग गरिएको छ। युवराज सफलले पत्रमा आफू एक देशभक्त नागरिक भनेर उल्लेख गरेका छन्।